फाइनल्ली अब कागतीको चुक अमिलो करिब 4 घण्टा पकाएपछि अब तयार हुँदैछ। अब यो माथिको पहेँलो फिँज फ्याँकिसकेपछि यो जम्छ। यो 20 लिटरबाट करिब 2 लिटरमा आइसकेको छ। यो पहिला 20 लिटर थियो र अहिले करिब 2 लिटरमा आइसकेको छ। अब यो जम्ने अवस्थामा पुगिसकेको छ कागतीको चुक अमिलो। अब चाहिँ यसलाई सेलाएपछि अब बदलमा बन्द गरेर राख्न मिल्छ। करिब 4-5 वर्षदेखि 8-10 वर्ष नि यस अमिलाले घरको अचार लगायत अमिला खानेकुराहरुमा हामी प्रयोग गरेर राख्न सक्छौं। यसरी खडगुँडामा 20 लिटर पकाएर 2 लिटरसम्म घटाएर चुक अमिलो बनाइन्छ कागतीको। बुद्ध शान्ति 1 दामाटार झापामा बनाइएको यो अमिलोको चुक हो, कागतीको चुक हो यो। अब यो हेरेर साथीहरुले आफ्नो प्रतिक्रिया दिनुहोला। धन्यवाद।